यो गाइज म चाहिँ कलेजमा छु होइन अनि आज चाहिँ हामी कलेजबाट हाइकिङ लान लागिरहेछौँ त्यही भएर कलेजमा आएको छु अनि आज चाहिँ हाम्रो उता के अरे चागुनारायणदेखि नगरकोटसम्म हाइकिङ हुन्छ र त्यहाँदेखि नै हाम्रो लन्चहरू सबै त्यहीँ हुन्छ र हाम्रो हाइक चाहिँ सायद 2-3 घन्टाको हुन्छ होला लेट्स चाहिँ कस्तो हुन्छ हेरौँ र अहिले चाहिँ म कलेजमा छु यो चाहिँ मेरो कलेज हो आयो बस जम्दै उ त्यहाँ मेरो भ्लग छ नि थाहा छ जडीबुटी होइन सिङ्गर नम्बर 1 हिमाल बनाएको आज आन्दोलन पनि हो क्या सायद खाले यो चाहिँ प्योर खाले वेलकम टु भक्तपुर है गाइस वी आर इन भक्तपुर नाउ चागुनारायण है चागुनारायण होइन चागुनारायण होइन जाडो जाडो छ ओ काली के छ उसी कालीले आज मोटाइछ है काली मोटाइछ आज त आज अलिकति मोटाइ जस्तो कहाँ ल्याउन मिल्छ त नि मिल्थ्यो कहाँ मिल्छ यिनले गर्लफ्रेन्ड ल्याउनु भने गर्लफ्रेन्ड छ तिम्रो कन्ट्याक्ट रोजन दस वहाँ पुग्छ कि यार रोजन म्युजियमको उता रहेछ नि त म्युजियम रोमानिया हाम्रो के अरे जिसुको कि बिहेको जिसी अब 2027 होइन अब फिक्स हो नि वुड कार्भिङ चागुनारायण हुन्छ यो भनेको सब पुरानो बिल्डिङहरू है अहिले सब रिनोभेट गरेर होला यिनीहरूलाई सबभन्दा फर्स्टमा हामी छौँ होइन किन सर ओहो अहिले न ओहो यस्तो राम्रो हेर्दै पछाडिबाट चाहिँ प्रोग्राम छ क्या हो यहाँ होइन रहेछ रोमन ए रोजन अब पछाडि त्यो माउन्टेन हेर्नु जाउँ पछाडिबाट देखिन्छ नि सर
बिहाइन्ड द टेबल कस्तो छ अझ भ्यू क्लियर भएन कि सर हामी चाहिँ माथि मन्दिर गएर तल झर्दैछौँ बस चाहिँ अलि तलसम्म आउँछ त्यसपछि अलि माथि जानुलाई चाहिँ यो भर्याङबाट हिँड्नुपर्छ यो र होटेलहरू सबै पूजा सबै गर्न मिल्दो रहेछ खाजा साजा पनि पाउँछ तपाईँले चाहेको कुरा सबै पाउने रहेछ यहाँ पूजा गर्नको लागि र हामी जाँदैछौँ अहिले र फेरि हामी बसमा जान लाग्यौँ बस जान लाग्यौँ हाम्रो बस चाहिँ त्यहाँ रोकेको छौँ त्यो पछाडि यो बसको नि उता पछाडि तिनवटा लेट्स गो हाम्रो हाइक सुरु लेट्स सी थाकिसक्यो दुई घन्टा हो जम 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 भने जाब 2 घन्टा त्यस्तो जाब 2 घन्टा त के होइन जम 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 आलुको झोलामा के छ निकालौँ न आलु तिम्रो झोलामा के छ निकालौँ न ओए कत्रो बढे ऊ तिमी जस्तो उता पछाडि छ म त गोरो छ नि अलि के भन्दा राम्रो छ हो अघि नै उता भनेर अलि दुईवटा अर्को छान्न कहाँ पाइन्छ भकटे ओए यस्तो दामी देख्छ यार यहाँबाट अझ राम्रोसित देखाएको छ नि माथि गएपछि कस्तो देख्छ होला क्या अहिले हेर रुखको पछाडि क्या सही देखाएको छ क्या हिमाल ठक्क रुखकै पछाडि हिँड्दा आइपुग्यो ओए मा के होला भने त यस्तो बजारमा छौँ हामी अहिले चाहिँ रमाइलो छ बजार पनि सब बिस्तारै बिस्तारै आउँदैछौँ हामी चाहिँ अगाडि नै छौँ भनौँ न अहिले चाहिँ अघि पछाडि बिचमा थियो अहिले चाहिँ अगाडि छौँ हेरो जुन्दोस् नाउ वी आर हामी फर्स्टमै छौँ भनौँ न भने क्या शीतल भयो अहिले त यस्तो दामी छ र हाम्रो लन्च चाहिँ सायद एउटा होटेल कि रेस्टुरेन्टमा होला त्यहाँनिर गएर भेटौँ है त ल बाई नमस्ते दिस इज आवर लन्च प्लेस है नाइस यार गाइस हामी चाहिँ अब यहाँबाट निस्किनु लाग्यो होइन अब यहाँबाट हामी सिधै कलेज पुग्छौँ होला अनि कलेजबाटै घर
गाडीमा ल भेटौँला है त रमाइलो गर्नुपर्छ ला मेरो ब्याग लिएर आउँछु यो हामी चाहिँ अब फर्क्यो हामी चाहिँ फर्किँदै अहिले होइन आउँदै हामी जाँदै होइन फर्किँदै अब यस्तोमा राम्रो आउनु तिनीहरूको भिडियोमा काले दाई के छ काले दाई